त्यहाँ समय हाल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथेँ मलाई नै ठेलेर लुट्यो। तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित स्तरका राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन। आन्दोलनमा अब के गर्नुहुन्छ त? अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो साढे 2 तोला साढे 2 तोला अब मैले कहाँ ल्याउने मेरो सिक्री नै लुट्यो बाबु। अब साढे 2 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के चोरी नेतै गरे मलाई थिचेर तानेर लग्यो मलाई। घाँटीमा रातो भएर छ दाइ? सिक्री लुट्यो सिग्री चोरी भयो दाइ? आन्दोलनको क्रममा केही युवाहरूले एकजना दाइको सिग्री चोरी गर्नुभएको छ सबिन। दर्शक पनि एकजना दाइको सिग्री चोरी भएको छ। दाइ भेट्यो? के भयो सिग्री हरायो दाइ? सिग्री हरायो। सिग्री मेरो यहाँ चाहिँ लुट्यो। कसले लुट्यो दाइ? शङ्का छ अलिअलि दाइ? हजुर कुन पार्टीकोले लुट्यो तपाईँ शङ्का गर्न सक्नुहुन्छ? अनुमान गर्न सक्नुहुन्छ? अनुमान के गर्नु बाबु। अब यहाँ हुलमुलमा मेरो सिक्री नै लुट्यो बाबु। अब साढे 2 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के जसले भेटाउनु भएको छ उहाँलाई दिइदिनुहोस्। उहाँलाई दिइदिनु होला। यस्तो हाम्रो यो कार्यक्रममा यस्तो नहोस्। जोसुकै साथीहरूले इमान्दारीका साथ अहिले खोजेर राजावादीहरूलाई जसलाई दिँदा पनि सतीश नारायण नगेन्द्रलाई दिइदिनु होला है। हजुरलाई अनुरोध गरेँ मैले। दाइ जस्तै झुकिएर हत्या परेको हो कि चोरी नियति गरेको हो? चोरी नेतै गरे मलाई थिचेर तानेर लग्यो मलाई। घाँटीमा रातो भएर छ दाइ? सिक्री लुट्यो। छैन बाबु छैन 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 छैन। साढे 2 तोला